राधे राधे सबैजनालाई। आज चाहिँ हामी जामुन खान आएको। हामीले अस्ति फोन गर्नुभएको थियो जामुनका लागि। अहिले चाहिँ हामीले टाइम पाएर अहिले आएको जामुन खान। जामुनको गाछ चाहिँ यो है, तर फलेछ कि फलेको छैन थाहा छैन है। दौड मत भाउजू, भाउजू, भाउजू। ओ उधर गया होगा ट्यूशन में। भाउजू, भाउजू। ए जामुन खाना आएको त। देख न जामुन त सब पहुँच गया है। फाइनली हामीले चाहिँ जामुन खानु पाउने भयो। दादालाई रिक्वेस्ट गर्दा गर्दा झारिदिनुहुन्छ अरे। बेसी जामुन यति भयो। Caklu. किन कपाल काट्नु? Caklu. किन कपाल काट्नु? कपालको ट्रिटमेन्ट गर्दैछु आयुर्वेदिक पंकज पाठक। एड्रेस आज गएको थिएँ सालमारा आयुर्वेदिक आइरहेको छ अरे मान्छेहरूको। अनि मेरो पालि पनि गरेको नि। अहिले भर्खर त मैले उसमा देखेको थिएँ, फेसबुकमा देखेको थिएँ। अहिले भर्खर त 35 पुगिरहेको छु। अहिले चुल झर्ने कहाँ हुन्छ? यसो त मेरो झरेको छैन, कम्ती झरेको छ। तर त्यसै गरिहाल्छु, बेरा लगाइहाल्छु नि पहिले। कसले भन्छ 35 को? 43 पो अरे। हेर दादाले ढाट्नु भएको। अहिले भर्खर 35 भन्नुभयो नि। आजकल भिडियो लाइभ बनाउँछु। धन्यवाद छ दादालाई अनि भाउजूलाई पनि। भाउजू त टिफिन गर्छु नि। आज त खाने भयो जामुन। जामुन जमुना भन्छ त हामीले त उतातिर। के भन्छ? जमुना। आवाज सुन्ने बित्तिकै धन्यवाद त्यसको लागि। किसन भाइ जामुन चाहिँ यसरी खाने रे। यो फललाई के भन्छ कमेन्ट गर्नुहोस् होला। हामीले त जमुना भनेको जस्तो लाग्थ्यो, तर यहाँ त जामुन भन्दो रहेछ।